आज चाहिँ मैले खसीको खुट्टा बनाउँदैछु सुप खाम्की भनेर। खुट्टा र कान चाहिँ एकदम लबर भएको भएर खसीको कान चाहिँ लिएर छु। हेरौँ कस्तो हुन्छ। अब प्याज, अदुवा, खुर्सानी, लसुन र टमाटर चाहिँ मैले यति लिएछु। यतिको मसिनो पारेर काट्ने। 2वटा तेजपत्ता, काठवाला मसला अनि दालचिनी। यता चाहिँ कुकर रेडी भयो। खुट्टा चाहिँ कुकरमै सिटी लगाउनु पर्ने हुन्छ किनभने चाहिँ एकदम पाक्दैन फेरि। हाम्रो यता खुट्टा कान रेडी छ। तेल चाहिँ आफूलाई चाहिने जति कति चिल्लो मनपर्छ त्यही अनुसार राख्नु होला। अदुवा र प्याजलाई चाहिँ हालेँ मैले। अनि त्यसपछि यो दालचिनी राख्ने, दालचिनीको पत्ता अनि डन्डावाला काठवाला मसला अनि प्याजलाई राख्ने। एकछिन रातो हुने गरेर भुट्ने। प्याज यतिको भएपछि अब म चाहिँ मासु राख्छु। यसरी खुट्टाहरू चाहिँ राख्ने मासु। अब एकछिन चाहिँ यसरी चलाउँदै पकाउनु पर्ने हुन्छ। अहिले चाहिँ भर्खरै खुर्सानी राखेँ। अब एकछिन चलाउँदै पकाउँछु। त्यति बेलै यो टमाटरलाई पनि राखिदिने। टमाटर साथसाथै मरमसलाहरू पनि हाल्नुपर्ने हुन्छ। बेसार अनि मिट मसला, मिक्स मसला, रेड खुर्सानी, नुन चाहिँ स्वाद अनुसार। यति राखिसकेपछि एकछिन चाहिँ चलाएर पकाउने। एकछिन चाहिँ चलाएर पकाउनु पर्ने हुन्छ। अब फेरि एकचोटि चलाउने। यस्तो भइसक्यो चाहिँ अझै एकछिन चाहिँ ढाकेरै पकाउनु पर्ने हुन्छ। मैले चाहिँ यतातिर धनियाँ पनि काटिसकेको छु। धनियाँ रेडी भइसक्यो। यति धनियाँ चाहिँ मैले अहिले राख्छु किनभने मिठो वासना आउँछ। मैले चाहिँ 2वटा खुट्टामा पानी आधा लिटर राख्न गइरहेको छु बाक्लो बाक्लो झोल खानालाई। हजुरहरूलाई पातलो मनपर्छ भने 1 लिटरसम्म राख्न सक्नुहुन्छ। अब चाहिँ यसलाई 10 देखि 12 सिटी लगाएर मस्त तरिकाले पकाएर खाँदा चाहिँ एकदम मिठो सुप हुन्छ। कुकरमा ढक्कन लगाएर अब चाहिँ सिटी लाग्न छोडिदिँदैछु। मैले चाहिँ 15 सिटी जति लगाउँछु। पनि सिटी लागिसक्यो। अब ग्यास जान्छ अनि खोल्छु कस्तो भयो हेरौँ। सक्यो। अब यो चाहिँ कस्तो भयो हेरौँ है। खाम लाग्ने छैन त यतिको यसरी धनियाँ राख्ने अनि त्यसपछि एकछिन चलाउने। यसलाई चाहिँ निकालिदिँदा पनि हुन्छ। मैले चाहिँ अरू धनियाँ